अब हामी अघि बढ्नेछौँ। भास्कर भाइ पनि आइसक्यो पुरा भ्याएर होइन होइन त भास्कर भाइ पुरै भ्याएको होइन त। एकदम एकदम ल मैले खाना भ्याएको भने फेरि अरू चिज होइन, पढाइ होइन। ल सो मोसन अफ इलेक्ट्रोन बिम इन म्याग्नेटिक फिल्ड है, यसमा हामी स्पेसल केस मात्रै हेर्नेवाला छौँ। सो यो त रमाइलो छ, सजिलो पनि छ। सो बेसिकली हामी के भन्छौँ भन्दाखेरि हामीसँग चाहिँ एउटा रिजन अफ म्याग्नेटिक फिल्ड छ यहाँनिर, लेट्स से। अनि हामीले यसरी क्रस क्रस बनाउँछौँ होइन। अनि मैले सोधिरहन्छु नि क्रस भनेको के हो रे बहिनी भन्छु होइन भास्कर भाइ, यो के हो रे क्रस भनेको? म्याग्नेटिक फिल्ड होइन होइन, कुन डिरेक्सनमा छ अरे? युनिफर्म म्याग्नेटिक होइन फिल्ड अलोङ डाइरेक्सन डाइरेक्सन अलङ डाउनवर्ड डाउनवर्ड। कहाँको भिडियोहरू आएछ भाइले डाउनवर्ड लेखिदिएको थियो होला। अनि होइन नि, क्रसको मिनिङ के हो र अपेक्षा बहिनी? इनवर्ड। प्लेन अफ पेपर भन्दा भित्र चाहिँ म्याग्नेटिक फिल्ड लागेको छ भन्ने हुन्थ्यो नि भाइ। बी चाहिँ तिम्रो स्क्रिनभित्र है, बाहिरबाट भित्रतिर। सो बी चाहिँ भित्रतिर लागिरहेछ, क्रस भनेको डट भनेको चाहिँ भित्रबाट बाहिरतिर। हाम्रो के हुन्छ त यहाँ भन्दाखेरि इलेक्ट्रोन त्यसरी आउँछ, लाइक दिस आइरहेछ सिधा, लाइक 90 डिग्रीले होइन। अब भित्र लागिरहेछ म्याग्नेट फिल्ड, त्यसको ठ्याक्क 90 डिग्रीमा, अथवा ट्रान्सभर्स फिल्ड भन्ने नि भयो 90 डिग्रीमा छ। यहाँ इलेक्ट्रोन आउनुभयो, इलेक्ट्रोन छिर्नु भयो विथ भेलोसिटी भी। हिजो पनि हामीले यसरी नै भी छिर्यो भनेको थियो क्यारे यहाँनिर है, होरिजेन्टली आएको थियो नि यसो पनि सिधा। अब यहाँ पनि होरिजेन्टली नै आछ। अनि के हुन्छ अरे भन्दाखेरि हामीले पढाएको थियौँ म्याग्नेटिक फिल्डमा चाहिँ चार्ज पार्टिकलले म्याग्नेटिक फोर्स एक्सपिरियन्स गर्छ भन्यो नि भाइ। र यहाँ चाहिँ के हुँदो रहेछ भन्दाखेरि यो चाहिँ सर्कुलर पाथमा जान्छ अरे, यहाँभित्र चाहिँ यहाँ सर्कुलर आर्क जस्तो बनाउँ एउटा, अनि यहाँ फेरि सिधा निस्केर जान्छ। सो बेसिकल्ली सर्कुलर पाथमा चाहिँ किन जान्छ अरे भाइ? हामीले के पढाएको थियौँ भन्दाखेरि नि लरेन्ज फोर्स अनुसार एफ भनेको चाहिँ बी, एउटा इलेक्ट्रोन छ भने इभी साइन थीटा होइन त। अनि के हुन्छ अरे जहिले पनि एफ, यसको भेक्टर फर्ममा के हुन्छ अरे एफ इक्वल्स टु ई बाहिर भी क्रस बी हुन्छ नि। अनि यो फोर्स चाहिँ जहिले पनि भीसँग नै पर्पेन्डिकुलर हुनु पऱ्यो होइन त, बीसँग नै पर्पेन्डिकुलर हुनु पऱ्यो। भनेपछि यो चार्ज पार्टिकललाई चाहिँ म्याग्नेटिक फिल्डले चाहिँ फोर्स लाउँछ। त्यो कन्डिसनमा चाहिँ के हुनुभयो त, यसको भ्यालोसिटी मानौँ यो डिरेक्सनमा टेन्जेन्टले दिन्छ नि त होइन, यो डिरेक्सनमा भ्यालोसिटी चाहिँ यसको भी छ भनेदेखि यसको ठ्याक्कै 90 डिग्रीमा क्रस गरेको छ हामीले। स्क्रिनभित्र चाहिँ के छ अरे बी लागेको छ नि त। अनि फोर्स कता लाग्ने भयो त भन्दाखेरि यो दुइटासँग पर्पेन्डिकुलर हुँदाखेरि यसरी फोर्स लाग्ने भयो यो डाइरेक्सनमा होइन त। दिस फोर्स इज म्याग्नेटिक फोर्स। अनि यो फोर्सले के गराउँछ अरे, यो बी भयो भाइ भाइ, बी चाहिँ स्क्रिनभित्र, भी बीसँग नि पर्पेन्डिकुलर छ, एफसँग पर्पेन्डिकुलर छ, सबैसँग पर्पेन्डिकुलर भयो। यो कन्डिसनमा चाहिँ यसले सर्कुलर पाथ फलो गर्छ विथ सम रेडियस मान्यो भने चाहिँ आर है त। मैले यदि पुरै यसलाई सर्कल मानिदिएँ भनेदेखि चाहिँ है, यहाँ फिल्ड चाहिँ छैन तर फिल्ड भएको भए चाहिँ यसरी सर्कुलर पाथमा मुभ गर्थ्यो विथ रेडियस आर। यो बुझिन्छ भाइ? आवेश भाइ बुझिन्छ। ल। सो जहिले पनि बी भी र एफ चाहिँ पर्पेन्डिकुलर हुने कन्डिसनमा हिँड्दाखेरि चाहिँ यो चाहिँ सर्कुलर आर्क अथवा सर्कुलर पाथमा चाहिँ गइरहेछ हाम्रो। सो त्यसो हो भनेदेखि यो इलेक्ट्रोनलाई के गर्दो रहेछ त, पछि अलिकति लेख्थ्यौँ ल। सो के हुँदो रहेछ, बेसिकली सर्कुलर पाथ हुँदो रहेछ, सर्कुलर मोसन हुँदो रहेछ इफ इलेक्ट्रोन इन्टर्स पर्पेन्डिकुलर टु म्याग्नेटिक फिल्ड है त। म्याग्नेटिक फिल्डसँग यहाँ पर्पेन्डिकुलर छ है, यहाँ पर्पेन्डिकुलरली छिरिया छ। र हामीले के भन्यौँ त भन्दाखेरि म्याग्नेटिक जुन फोर्स छ बिइभी साइन थीटा विल प्रोभाइड, अब यहाँ के त भाइ यहाँ चाहिँ यो सर्कुलर मोसनमा गएको छ भनेपछि विल प्रोभाइड सेन्टिपिटल फोर्स एमभी स्क्वायर बाई आर। अनि अब यहाँ हेरौँ त यो भी र बी बिचको एङ्गल कति छ भाइ? यहाँ भी र बी बिचको एङ्गल 90 डिग्री, यो त 1 भइहाल्यो नि त। सो बिइभी कस टु एमभी स्क्वायर बाई आर
होइन, सिन्स थीटा 90 छँदैछ ट्रान्सभर्स फिल्ड हो, सो भिबी काटिदेऊ। देयरफोर हामीलाई चाहिएको रेडियस भन्यो भने त यो त जान्छ एमभी मास इन्टु भेलोसिटी बाई बिई आयो। सो दिस इज द रेडियस अफ इलेक्ट्रोन इन म्याग्नेटिक फिल्ड होइन। सो यो आयो रेडियस। भास्कर भाइको त एक्जाम अझै कुरै हो भाइ, टन्नै भएको छ टाइम। 2 दिन बाइक छैन भास्कर भाइ के को दाइ? एक्जाम आउन। नाइ मेरो 10 गतेदेखि हो। ओह 7 गते भने 10 गते अब बा अँ, ठिक छ भाइ, 10 देखि 20 गतेसम्म सकिन्छ, ठिकै हो। अर्को नाइ एक्जाम 15 गते सकिने हो ए ग्याप छैन? लगातार। वा त्यो पनि हो तरिका होइन त, अरूले चाहिँ एक दिन ग्याप दिन्छ होला प्रायः कलेजले। ओके छैन, ल ठिक छ है ल। शनिबार नै हुन्छ। ओके अब रेडियस आयो, अब हामीले टाइम पिरियड निकाल्नु पऱ्यो होइन त। सो टाइम पिरियड निकाल्नलाई पहिला भेलोसिटी हेरौँ न। भेलोसिटी भनेको के हुन्छ अरे भाइ, बिइआर बाई एम लेख्न मिल्छ होइन। यो उता जान्छ यो यता आउँछ, सो बिइआर बाई एम। अनि भी भनेको के हुन्छ अरे आर ओमेगा होइन त, भी कस्तो आर ओमेगा बिइआर बाई एम। आरआर काटिन्छ होइन भाइ। अनि ओमेगा भनेको 2 पाई बाई टाइम पिरियड इक्वल्स टु, रेकर्डिङ त भइरहेछ ल, बिइआर बाई आर छैन भने के अरे भाइ काटिसक्यो माथि, बिई बाई एम होइन त। अनि उल्टो पारिदिएर टाइम पिरियड निकालौँ त, टी माथि जान्छ 2 पाई तल आउँछ, एम माथि जान्छ, सो एम तल 2 पाई एम हुँदो रहेछ नि त। 2 पाई एम हुन्छ नि भाइ, 2 पाई एम बाई बिई। सो दिस इज आवर टाइम पिरियड। के एउटा प्रुभ गर भन्छ नि, टाइम पिरियड इज इन्डिपेन्डेन्ट अफ समथिङ भनेर सोधिरहन्छ के अरे है, त्यो चाहिँ मैले बिर्सेँ के सोध्थेँ भाइ, याद छ कसैलाई? छैन। इन्डिपेन्डेन्ट अफ रेडियस, इन्डिपेन्डेन्ट अफ रेडियस, इन्डिपेन्डेन्ट अफ भेलोसिटी, त्यस्तै के छ पाथ भेलोसिटी। ल त्यस्तै एउटा सोधिरहन्छ ल। सो यति चाहिँ हामीले निकाल्नु पऱ्यो होइन भाइ। कता त्यो बुकहरूले ओपन गरे हुन्छ होला हो, अरू एङ्गलबाट आएको पनि ड्राइभ गरे हुन्छ होला ठिटामा हो ल। लाइक कोही कोहीले त्यो हेलिकलमा जान्छ होइन, लाइक यो त 90 डिग्रीमा छिरेको छ नि त बीसँग, यदि 90 डिग्रीमा छिरेन भने यहाँ ठिटामा छिर्यो, त्यो कन्डिसन आई थिङ्क भीको भी कस ठिटा टर्ममा त्यस्तै आउँछ होला है। यो चेक गर ल, मलाई चाहिँ त्यस्तै याद बिर्सियो जस्तो लाग्यो। सो आर भनेको यस्तो आउँछ होला, एमबी कस ठिटा समथिङ, यदि ठिटा एङ्गलमा छिर्यो भने चाहिँ। अब अहिले त हाम्रो कतिमा छिरिरहेको छ त, 90 डिग्रीमा छिरिरहेको छ नि बीसँग। अब ठिटा एङ्गल बनाएर यसरी छिर्यो भन्ने केसहरू हुन्छ क्या, त्यो केसमा चाहिँ एमभी कस ठिटा आउँछ होला। सो यस्तो खाले है, यो भने चाहिँ हेलिकल पाथ हुन्छ। लाइक हेलिकल भने चाहिँ यसरी घुम्ने है, स्प्रिङ जस्तो पाथमा जान्छ भन्ने चाहिँ यसो हेर ल, पनि छ कि कतै ल। छैन दाइ, छैन यो। यो कोही बुकमा हुन्छ, कोही कोहीले भनेर मात्रै देखाएको है ल, यस्तै आउँछ। छैन भने चिल गर्नुहोस्। अब हाम्रो लास्टमा जाउँ यसको थम्सनको एक्सपेरिमेन्ट होइन त। अहिलेसम्म हामीले पढेको 2टा पार्ट भनेकै थम्सन एक्सपेरिमेन्टसम्म पुग्नलाई हो, यो चाहिँ हो इम्पोर्टेन्ट खासमा चाहिँ। सो थम्सन्स एक्सपेरिमेन्ट ल। अब थम्सन एक्सपेरिमेन्ट हामी एकचोटि बनाउनु पर्ने हुन्छ, क्विकली बनाऊ हामी। यस्तो हुन्थ्यो होइन, अलिक ठुलो बनाइदिउँ यहाँनिर, होइन अलि यता बनाइदिन्छु अहिले फेरि। क्रस फिल्ड पढाउनु भयो अरे। ओ क्रस फिल्ड के अरे भाइ, पढाउनु भयो कि पढाउनु नै लगाएको भनेको? पढाउनु भयो कि? होइन यो क्रस फिल्डको अब यी भन्छु मैले। हाम्रो यहाँ के छ, यहाँ चाहिँ हाम्रो प्यारल प्लेट छ, यो चाहिँ यसले इलेक्ट्रिक फिल्ड क्रिएट गरे, हामीले अस्ति पढाएको थियौँ होइन त। यहाँ प्लस पोटेन्सियल लगाउँछ, माइनस हुन्छ, त्यो चाहिँ यो ब्याट्रीमा जोडेको हुन्छ यता साइडमा, जुन हामीले यसकै अगाडि पढिसकेका छौँ। सो दिस इज अ प्लस छ, दिस इज अ माइनस छ, भी भोल्टेज लगाएको छ। अनि हामीसँग यहाँ के हुन्छ अरे यता साइडमा चाहिँ क्याथोड हुन्छ होइन त, नेगेटिभली चार्ज हुन्छ, दिस इज क्याथोड। अनि हाम्रो यहाँनिर चाहिँ एउटा स्लेट जस्तो एनोड हुन्छ,
अनि के हुन्छ त यसलाई हिट गर्यो भने इलेक्ट्रोन निस्किन्छ भाइ, त्यो इलेक्ट्रोनलाई एक्सिलेटिङ पोटेन्सियलले दौडाउँछ भी ड्यास। अनि के हुन्छ, यहाँ इलेक्ट्रोन सिधा यसरी निस्केर जान्छ, बिचमा बनाउँ पनि अलिकति मिलेन छ है, अलिकति बिचमा बनाउँ यसलाई। ल यसलाई हिट गरेपछि इलेक्ट्रोन निस्किन्छ, इलेक्ट्रोन निस्केर यसरी गयो। ल अनि यदि इलेक्ट्रिक फिल्ड पनि छैन, म्याग्नेटिक फिल्ड पनि छैन भने त सिधै गयो, हाम्रो एनोड हुन्छ। यहाँ इलेक्ट्रोन निस्क्यो, इमिट भयो, अनि यहाँ सिधै गयो। यदि इलेक्ट्रिक फिल्ड पनि छैन, म्याग्नेटिक फिल्ड छैन भनेदेखि चाहिँ सिधै अनडिफ्लेक्टेड भएर स्क्रिनमा जान्छ। ल स्क्रिनमा हिट गर्यो अनि स्क्रिनमा केही प्याटर्नहरू बन्यो होला। सो दिस इज एस। अनि के गर्यौँ त भन्दाखेरि नि भाइ, इलेक्ट्रिक फिल्ड मात्र लगायो भने के हुन्छ भने हामीले यहाँबाट यसरी डिफ्लेक्ट भएर जान्छ नि त माथितिर प्याराबोलिक पाथमा यसरी। ल यो हामीले हिजो पढाएको थियो होइन अञ्जना बहिनी? हो दाइ ल हो। सो यसरी डिफ्लेक्ट भएर माथि गएर यहाँ हिट गर्यो। सो मानौँ S1 मा यदि के त इलेक्ट्रिक फिल्ड मात्र भइदियो यसरी डिफ्लेक्ट हुन्थ्यो, अनि भर्खर पढेको म्याग्नेटिक फिल्ड भइदिएपछि यसरी डिफ्लेक्ट हुन्थ्यो, यसरी सर्कुलरली तलतिर होइन त। सो अब मैले चाहिँ म्याग्नेटिक फिल्ड चाहिँ कसरी लाउँछु अरे, म्याग्नेटिक फिल्ड चाहिँ ठ्याक्कै 90 डिग्रीमा है। यहाँ अब अलिकति देखाउन ठुलो बनाइदिउँ कि, ल सर्कल छैन हामीसँग। ओके ल म्याग्नेटिक फिल्ड चाहिँ ठिक इलेक्ट्रिक फिल्डको ठ्याक्कै 90 डिग्रीमा है, अहिले जस्तै भने जस्तै स्क्रिनको भित्रतिर यसरी क्रस है भित्रतिर लागेको छ। अनि हामीले के भन्यो त इलेक्ट्रिक फिल्डको डिरेक्सन भन्यो भने चाहिँ प्लसदेखि माइनस हुन्छ भनेको थियौँ यसरी है। यसरी चाहिँ इलेक्ट्रिक फिल्ड लागिरहेछ, यसको ठ्याक्कै 90 डिग्रीमा स्क्रिनबाट भित्रतिर चाहिँ के लागिरहेछ, म्याग्नेटिक फिल्ड आइरहेछ। यो इलेक्ट्रिक फिल्ड भयो, एरो तलतिर भर्खर देखाएको यो चाहिँ है, त्यहाँ इलेक्ट्रिक फिल्ड छ, यो गोलो रिजनभित्र चाहिँ म्याग्नेटिक फिल्ड छ। सो द्याट इज बी होइन त। यसकोमा चाहिँ इलेक्ट्रिक फिल्ड छ दुईवटा प्लेट बिचको भन्नु पऱ्यो। अब के भयो फेरि, ओके डट डट यहाँ चेन्ज भएको छ। ओके अलिकति म लेखिदिइहाल्छु। ओके यो हाम्रो म्याग्नेटिक फिल्ड भएन, यो दुईवटा प्लेट इलेक्ट्रिक फिल्ड छ। यदि के त इलेक्ट्रोन कुनै फिल्ड नभएछ डिफ्लेक्ट नभएको सिधै जान्थ्यो एउटा कुरा। यदि इलेक्ट्रिक फिल्ड छ भने माथि डिफ्लेक्ट हुन्छ, यदि म्याग्नेटिक फिल्ड मात्र छ भनेदेखि यसरी तलतिर डिफ्लेक्ट हुन्छ होला। ठिक छ। अब मलाई भन त अञ्जना बहिनीले, यदि नि स्ट्रङ थियो इलेक्ट्रिक फिल्ड म्याग्नेटिक फिल्ड भन्दा नि यो कतातिर डिफ्लेक्ट हुन्छ अरे इलेक्ट्रोन? एसभन्दा माथितिर जान्छ कि एसभन्दा तलतिर आउँछ यदि म्याग्नेटिक फिल्ड स्ट्रङ छ भने? अपेक्षा बहिनी, अपेक्षा बहिनी छैन क्या हो? हेलो सर ए मैले भने यो माथि कसले डिफ्लेक्ट गरे, कुन फिल्डले? माथि म्याग्नेटिक फिल्डले। अनि तल चाहिँ कसले डिफ्लेक्ट गरेको इलेक्ट्रोनलाई? भास्कर भाइ हजुर दाइ भनिदेऊ चाहिँ माथि कसले डिफ्लेक्ट गरेको रे? इलेक्ट्रिक फिल्ड तल म्याग्नेटिक म्याग्नेटिक फिल्ड। यदि इलेक्ट्रिक फिल्ड स्ट्रङ छ भनेदेखि डिफ्लेक्सन कतातिर हुन्छ, एसभन्दा माथि कि एसभन्दा तल? S1 तिर। हजुर S1 तिर होइन यतातिर। अनि हाम्रो मानौँ न अहिले मानौँ इलेक्ट्रिक फिल्ड चाहिँ स्ट्रङ थियो अरे, अनि यो चाहिँ अब यता डिफ्लेक्ट भयो। अब यसलाई तलतिर डिफ्लेक्ट गर्न मैले म्याग्नेटिक फिल्डलाई के गर्नुपर्छ भाइ? स्ट्रङमा बढायो भने अब अलिकति तलतिर यता डिफ्लेक्ट हुन खोज्छ है, त्यस कारण माथि नगएर अब अलिकति तलतिर आउन खोज्यो होला, यसरी डिफ्लेक्ट भयो होला होइन त। अनि एउटा यस्तो फोर्स लाइक यस्तो फिल्ड होला जहाँ चाहिँ दुइटैको फोर्स बराबर लाग्यो भने इलेक्ट्रोनलाई, त्यो चाहिँ अनडिफ्लेक्ट होला। अपेक्षा बहिनीले बुझेन हो है? बुझ्यो नि? कुनै एउटा पार्टिकुलर फिल्ड स्ट्रङ भयो अथवा त्यो फोर्स स्ट्रङ भयो भने त्यो त्यही माथितिर चाहिँ डिफ्लेक्ट हुन्छ नि त होइन? यो केसमा हेर त्यो माथितिर गइरहेछ भने इलेक्ट्रिक फिल्ड स्ट्रङ छ। त्यो इलेक्ट्रिक फिल्डलाई घटाउनु पऱ्यो त कि त म्याग्नेटिक फिल्डलाई बढाउनु पऱ्यो
हैन त्यो बढाएर चाहिँ एउटा यस्तो स्टेजमा ल्याउने कि यो इलेक्ट्रोनलाई चाहिँ नेट फोर्स 0 होस् है दुइटै लागेको फोर्स चाहिँ इक्वल एन्ड अपोजिट होस् त्यो केसमा चाहिँ इलेक्ट्रोन के भएर जान्छ भाइ अनडिफ्लेक्ट भएर जस्तो आएको त्यस्तै जान्छ सिधै जान्छ त्यस्तो फिल्डलाई हामी के भन्छौँ रे भाइ क्रस फिल्ड क्रस फिल्ड भन्छौँ अन्जना बहिनी बुझेन क्या हो बुझ्यो दाइ बुझ्यो अनि उसले अपेक्षा बहिनीले अपेक्षा बहिनी लेफ्ट सोचे भयो क्या हो अपेक्षा बहिनी छैन लेफ्ट भइसक्यो ए ल अरूले बुझ्या हो बुझिन सर्कट लेखिदिन्छु नि है त सो यहाँ चाहिँ क्रस फिल्ड छ हाम्रो होइन त सो इन क्रस फिल्ड के हुन्छ अरे दि म्याग्निट्युड अफ इलेक्ट्रिक field and magnetic field is यसरी मिलाइन्छ हैन इज सो एडजस्टेड that नेट फोर्स कति हुनु पर्यो भाइ नेट फोर्स अन द इलेक्ट्रोन 0 इलेक्ट्रोन इज मेड 0 हैन त अनि यो 0 भयो भने चाहिँ अनडिफ्लेक्टेड भएर जान्छ अब यसको के इम्पोर्टेन्ट छ अहिले कुरा गरौँ ल यो आजै पढायो दाइ हामीले ए क्लासमा नै आज ऊ पढायो के भेक्टर त्यो म्याथमा भेक्टर पढ्यो म्युचुअली परपेन्डिकुलर हुनेवाला 0 हुन्छ नि त दाइ ओके ओके ल अब हेरौँ त अब के भन्यो हामीले एफई बराबर एफबी बनाउनु पर्यो हैन त अनि एउटा इलेक्ट्रोनमा लाग्ने एफई भनेको ई भयो हैन त अर्को चाहिँ एफबी भनेको बिई हुने भयो है साइन थीटा बी र भी बिचको एङ्गल त 90 डिग्री छ अहिले जस्तै अब यहाँबाट हाम्रो के आयो त ई काट्यो भेलोसिटी आयो क्या आएन ई बाई बी आयो सो यसले अब हाम्रो के रहेछ त भन्दाखेरि क्रस फिल्ड बेसिकल्ली चाहिँ थम्सन एक्सपेरिमेन्टमा युज हुन्छ मेन प्रिन्सिपल पनि भयो अनि हामीले चाहिँ क्रस फिल्डमा चाहिँ के गर्न मिल्दो रहेछ अरे भाइ यदि इलेक्ट्रिक फिल्ड र म्याग्नेटिक फिल्ड थाहा छ भनेदेखि इलेक्ट्रोनको भ्यालिसिटी थाहा हुँदो रहेछ नि त सो इन क्रस फिल्ड सेटअप गरेपछि वी क्यान डिटरमाइन भ्यालिसिटी अफ इलेक्ट्रोन तिमीले सुनेको छ भ्यालिसिटी सेलेक्टर भन्ने सुनेको छ कि छैन यसलाई भ्यालिसिटी सेलेक्टरमा पनि युज गरिन्छ थाहा छ छैन थाहा छैन ओके थाहा छैन जस्तै कि यो ई र बीले भी डिटरमाइन गर्छ नि त होइन भाइ हजुर ई र बीको रेसियोले अब ई र बी अब तिमीले जति लाएर क्रस फिल्ड क्रिएट गरेछ नि अब यहाँ धेरै भ्यालिसिटीको इलेक्ट्रोन आएर होइन यो भी भ्यालिसिटीको मात्रै सिधै जानु पाउँछ क्या बुझ्यो नि अनि त्यसलाई चाहिँ तिमीले पार्टिकुलरली कतै अब चाहिएको छ त्यही ठाउँमा लग्न मिल्छ क्या त्यो भ्यालिसिटीको इलेक्ट्रोनलाई है अरू पार्टिकल डिटेक्टरहरूमा लान्छ अथवा पार्टिकल कोलाइडरहरूमा लानु मिल्छ क्या छानेर ल अब यहाँसम्म हेऱ्यौँ हामीले होइन अनि हाम्रो यहाँ दुईवटा भी हुन्छ होइन एउटा भी ड्यास एउटा भी छैन भाइ फेरि एकचोटि कुरा गरौँ यो भी ड्यास भनेको के पोटेन्सियल भन्छ र भाइ हामीलाई यहाँको भी ड्यासलाई एक्सिलेरेटिङ पोटेन्सियल होइन एक्सरेमा पनि युज गरेको थियौँ भाइ हामीले त्यहाँबाट दौडाएर पठाउने त्यही हो अनि यो भी भनेर चाहिँ दुईवटा प्यारल प्लेट यो क्यापासिटर भनौँ न यो दुईवटा बिचको अथवा दुईवटा के अरे प्यारल प्लेटहरू बिचको चाहिँ पोटेन्सियल है ब्याट्री जोडेको ल अब थम्सन एक्सपेरिमेन्टलाई हामी फर्दर अगाडि जाउँ पहिला चाहिँ हामीले क्रस फिल्ड थाहा हुनु पऱ्यो थम्सन एक्सपेरिमेन्ट चाहिँ क्रस फिल्ड युज हुँदो रहेछ क्रस फिल्ड भनेको त्यस्तोरी इलेक्ट्रिक फिल्ड र म्याग्नेटिक फिल्ड एरेन्ज गरेको हुँदो रहेछ कि नेट फोर्स चाहिँ इलेक्ट्रोनमा 0 हुँदो रहेछ त्यो हुँदाखेरि इलेक्ट्रोन चाहिँ अनडेभिएट भएर सिधा जाँदो रहेछ अनि त्यो कन्डिसनमा चाहिँ हामीले इलेक्ट्रिक फिल्ड र म्याग्नेटिक फिल्डको रेसियोले चाहिँ भ्यालोसिटी अफ इलेक्ट्रोन डिटरमाइन गर्न सक्छौँ भनेर लेख्नु पऱ्यो होइन त अनि त्यसपछि अब हामीलाई के थाहा छ त भाइ भन्दाखेरि नि इलेक्ट्रोनले जुन काइनेटिक इनर्जी जुन भ्यालोसिटी पाउँछ जुन काइनेटिक इनर्जी कहाँबाट पाउँछ अरे कहाँबाट पाउँछ र भाइ एक्सिलेटिङ पोटेन्सियलबाट पाउँछ होइन त एक्सरेमा हामीले त्यही भने यो भी ड्यासबाट पाउँछ सो इनर्जीलाई यो इनर्जी इज गिभन फ्रम भी ड्यास तर भी ड्यास त भोल्टमा हुन्छ यसले जुलमा लाँदा इले मल्टिप्लाई गर्नु पऱ्यो जुलमा लानलाई सो यहाँबाट भ्यालोसिटी इज डिटरमाइन्ड होइन त सो भी इज इक्वल्स टु यो 2 यता जान्छ
2EV ड्यास यहाँको एम यता डिभाइड हुन्छ अनि यहाँ स्क्वायर भएको भएर यहाँ रुट आउँछ सो भेलोसिटी चाहिँ यति हुने रहेछ इलेक्ट्रोनको होइन यसलाई इक्वेसन 1 भनिदिउँ माथिकोलाई यसलाई 2 भनिदिउँ ल अब यो पनि v भयो यो पनि v भयो नि त त्यस कारण दुईटाले इक्वेट गरिदिउँ है त सो फ्रम आई एन्ड आई के आएछ त भाइ E बाई B बराबर रुट अन्डर 2EV ड्यास बाई M अब हाम्रो उद्देश्य चाहिँ यहाँ E बाई M निकाल्ने नि त स्पेसिफिक चार्ज अफ इलेक्ट्रोन निकाल्नु छ अब स्क्वायरिङ अन बोथ साइड्स सो E स्क्वायर बाई V स्क्वायर इक्वल्स टु 2EV ड्यास बाई M इज इक्वल्स टु अब E बाई M लाई ठाउँमै राखिदिउँ अरूलाई उता पठाइदिउँ है त यो E बाई M लाई चाहिँ यहीँ राखिदिउँ 2V ड्यासलाई चाहिँ तल यता पठाइदिउँ त्यस कारण E बाई M जहाँको ती छ अब यहाँ E स्क्वायर B स्क्वायर छँदैछ अब हेरौँ त यहाँ M गयो यता 2V ड्यास गयो नि त सो यता M गयो M होइन M त E बाई M मा छँदैछ नि सो B स्क्वायरसँग चाहिँ आउने भयो तल भनेपछि 2V ड्यास तल आउने भयो नि त 2 यहाँ लेखिदिउँ यहाँ V ड्यास लेखिदिउँ ल ओके अब हामीलाई के थाहा छ त भाइ भन्दाखेरि नि एउटा इलेक्ट्रिक फिल्ड हो नि त्यो त इलेक्ट्रिक फिल्डको पनि हामीले फर्मुला थाहा छ होइन त सो इलेक्ट्रिक फिल्ड भनेको हाम्रो के छ त दुईटा प्लेट बिचको पोटेन्सियल कति छ डिफ्रेन्स यो प्लेट पोजिटिभ र नेगेटिभ बिच लागेको पोटेन्सियल V छ अनि दुईटा प्लेट बिचको डिस्टेन्सलाई हामीले कति भन्ने गरेका छौँ भाइ दुईटा प्लेट बिचको डिस्टेन्स D भन्छौँ प्यारल प्लेट होइन D भनिदिने सो V बाई D हुन्छ इलेक्ट्रिक फिल्ड भनेको कति भोल्टेज लगाएको छ दुईटा प्लेटमा बाई सेपरेसन अफ द प्लेट इज D सो इक्वल्स टु V बाई D हाल्न मिल्यो दिस इज इक्वल्स टु V स्क्वायर बाई 2 छँदैछ यो D को नि स्क्वायर हुने भयो D स्क्वायर B को स्क्वायर छँदैछ V ड्यास एक्सिलेटिङ पोटेन्सियल स्क्वायर छँदैछ ल सो यसरी चाहिँ E बाई M आयो है र के रहेछ भन्दाखेरि E बाई M निकाल्न V भनेको चाहिँ दुईटा प्लेट बिचको पोटेन्सियल थाहा हुनु पऱ्यो 2 अनि दुईटा प्लेट बिचको सेपरेसन थाहा हुनु पऱ्यो म्याग्नेटिक फिल्ड कति लगाएको छ थाहा हुनु पऱ्यो एक्सिलेटिङ पोटेन्सियल कति छ त्यसको स्क्वायर गरिदियो भनेदेखि E बाई M निस्किँदो रहेछ थम्सनले एक्सपेरिमेन्ट गरेर हेऱ्यो अनि क्यालकुलेट गर्दा कति आएछ E बाई M भनेको चाहिँ 1.77 इन्टु 10 टु द पावर 11 कोलुम पर 11 केजी कोलम पर per केजी kg. निकाल्यो अनि दिस इज अल्सो कल्ड स्पेसिफिक चार्ज अफ इलेक्ट्रोन हो नि त यही निकाल्यो यसलाई भन्छ स्पेसिफिक चार्ज अफ एन इलेक्ट्रोन ल E by M. E बाई M निकाल्यो यसले सो यसको सिग्निफिकेन्स के छ भनेर मैले अगाडि पनि कुरा गरिसकेको थिएँ मिलिकानमा पनि होइन सो E बाई M ले चाहिँ के गर्यो अरे भाइ बेसिकली हामीले केमा हेल्प गर्यो भने मैले याद छ कसैलाई मास निकाल्न हेल्प गर्यो इन्डाइरेक्टली चाहिँ मास होइन डाइरेक्टली चाहिँ निकाल्न सकेनौँ दस वी क्यान इन्डाइरेक्टली calculate mass of electron using J.J. Thomson experiment ल है हामीले त्यो के भनेको थियौँ भन्दाखेरि इलेक्ट्रोनको चार्जलाई E बाई M ले डिभाइड यो भ्यालुले डिभाइड गरिदिने यो गऱ्यो भने चाहिँ मास अफ इलेक्ट्रोन आउँछ द्याट इज 9.1 इन्टु 10 टु द पावर -31 केजी आउँछ भनेको थियौँ होइन त ल अपेक्षा पनि आइसक्यो के याद छैन आइसक्यो बहिनी बुझिरहेको छैन भने भन ल बुझिरहेको छु ल कहिलेकाहीँ सबले बुझ्यो भने चाहिँ बुझिरहेको छु भन्ने चाहिँ फोर्स जस्तो गरेर मान्छेले भन्नुहुन्छ त्यसरी भन्नुहुन्छ अलि भएन होइन ठिकै छ क्लासमा हुन्छ नि भाइ क्लासमा भन्ने अँ त्यो क्लासमा बुझ्यो भन्ने बुझ्यो बुझ्यो भन्नु भन्छ अनि सबैले बुझ्यो भने चाहिँ आफूले बुझेन भने चाहिँ बेइज्जत हुन्छ कि त्यो यस्तो के दाइ धनगढीतिर लास गर्मी हुन्छ होइन कहिले सकेला एसी लगा हुन्छ अनि निन्द्रा लास लाग्छ अनि बुझ्यो भने चाहिँ यस सर त्यही निक्लिन्थ्यो क्या दाइ मैले कलेजमा एक दिन फिजिक्स पढाएँ सब युट्युबबाट पढाउँ ल अब भन्छ यो भए अब हामी जान्छौँ सर्ट क्वेसनमा एसक्यु फिजिक्स ओपन विथ जर्नल कति नम्बरमा छ होला फेरि यो
ल ल ल ल ल के पढ्यो अरे हामीले इलेक्ट्रोन मिलिकन ओइल ड्रप अर्थ सुप रेफ्रिजरेटर फोटोन स्पेरिकल वाइडिएसी भोल्टमिटर करेन्ट यहाँ होला ल अस्ति म्याग्नेटमा कुरा गरे त म्याग्नेटमा तलै होला ओइल वालामा ओइल ल ल 77 नम्बरबाट जाउँ है त ल क्यान वी पर्फर्म मिलिकान्स एक्सपेरिमेन्ट विथ ड्रप अफ एनी साइज एक्सप्लेन ल एन्सर भन्दै जाउँ नो भन्नेले किन भन्दै जाउँ सो हामीले सबै साइजको ड्रपले चाहिँ मिलिकान ओइल ड्रप एक्सपेरिमेन्ट गर्न सक्दैनौँ किन त टर्मिनल भेलोसिटी टर्मिनल भेलोसिटी हो फरक हुन्छ टर्मिनल भ्यालिसिटी भयो भने पो त्यसलाई नाप्न नि भाइ सजिलोसँग बिस्तारै हुन्छ बेसिकल्ली फर इक्जाम्पल हामीले भन्छौँ लार्ज ड्रप लियो भनेदेखि भन्छौँ होइन ठुलो ड्रप लियो भने के हुन्छ भाइ यसको टर्मिनल भ्यालिसिटी के हुन्छ लार्ज टर्मिनल भ्यालिसिटी हो नि त सो टर्मिनल भ्यालिसिटी नै धेरै भइदियो भने त यसलाई स्लो पार्नु पऱ्यो नि त होइन यसलाई स्लो पार्नलाई त के गर्नु पर्यो तिमीले फेरि इलेक्ट्रिक फिल्ड पनि लार्ज लाउनु पऱ्यो होइन त अब इलेक्ट्रिक फिल्ड चाहिँ धेरै अब ठुलो प्रड्युस गर्नु पऱ्यो भाइ त्यो त सम्भव नहुन सक्छ है गाह्रो भयो नि भयो मे नट बी पोसिबल अथवा एक्सपेरिमेन्टल प्र्याक्टिकल गर्न गाह्रो हुन्छ होइन मे नट बी पोसिबल भन्दा नि फिजिबल भन्नुपर्छ ठिकै छ पोसिबल ल अनि सानो साइज भयो भने चाहिँ के हुन्छ अरे भाइ टर्मिनल भ्यालिसिटी सानो हुन्छ होइन थोरै इलेक्ट्रिक फिल्ड लाउँदा पनि अपोजिटले लाइक बिस्तारै झर्छ अनि तिमीले चाहिँ यसको टर्मिनल भ्यालिसिटी चाहिँ एक्युरेटली मजाले आनन्दले होइन भाइ ढुक्कले नाप्न सक्छौ अनि त्यो लगाएर हालिदिएपछि क्यु निकाल्छौँ हामी टोटल चार्ज ल यो त अर्कै आयो क्या हो अर्को रहेछ यो क्याथोड रेको रहेछ यो चाहिँ अहिले हटाइसकेको छ कोर्सबाट ल त्यही पनि हेरौँ न वाइ इज द मेटल पिस हिटेड अप विन क्याथोड रेज स्ट्राइक इट भनौँ त कसैले यो हामीले युज चाहिँ गरिरहेको छौँ नि त त्यही भएर क्याथोड युज गरिरहेको छौँ नि ल अञ्जनाजीले भन्नुहोस् हजुर दाइ भन्नुहोस् त यसको एन्सर मलाई थाहा छैन दाइ क्याथोड रे हामीले युज गरेर याद छ कतै रेहरूले उ गर्छ नि त हिट प्रोड्युस गर्छ वाउ क्याथोड रे हामीले युज गरेर याद छ तिमीलाई कतै उमा कोलेज ट्युबमा भर्खरै युज गरे भाइ त्यो पनि त हो नि कोलेज ट्युबमा पनि भयो भर्खर हामीले क्याथोडले हिट गर्ने भनेको थियो नि क्याथोडलाई हिट गर्ने इलेक्ट्रोन निस्किन्छ भनेर छ नि यो अनि यसलाई चाहिँ हामीले जहिले नि एक्सिलेटिङ पोटेन्सियलले दौडाउँछौँ होइन त हजुर यो गरेर अब टार्गेटलाई हिट गर्ने हो कि टार्गेटलाई हिट गर्ने एक्सरे निस्किएको थियो एउटामा होइन त यहाँ चाहिँ इलेक्ट्रिक फिल्डबाट पठाइरहेको छ कहिले म्याग्नेटिक फिल्डबाट पठाएको इलेक्ट्रोन होइन त भी भ्यालिसिटीले आएको यहाँबाट दौडेर सो यसलाई इनर्जी कसले दिन्छ यसले दिन्छ बेसिकली क्याथोड रे भनेको के रहेछ त सो नेगेटिभली चार्ज इलेक्ट्रोनै रहेछ होइन त फास्ट मुभिङ इलेक्ट्रोन भनौँ न सो यसमा चाहिँ के हुँदो रहेछ भाइ इलेक्ट्रोन निस्किन्छ अनि यसलाई एक्सिलेटिङ पोटेन्सियलले डोडा हुन्छ नि त सो यसको काइनेटिक इनर्जी के हुँदो रहेछ त फास्ट मुभ गर्दाखेरि काइनेटिक इनर्जी हुँदो रहेछ अनि जब यो टार्गेटमा गएर हिट गर्छ भाइ के हुन्छ अरे त्यो काइनेटिक इनर्जी केमा कन्भर्ट हुन्छ त मोस्ट पार्ट अफ काइनेटिक इनर्जी इज कन्भर्टेड इन्टु हिट इनर्जी है इन्टु हिट इनर्जी एक्सरेमा कति पर्सेन्ट भएको थियो अरे भाइ हिटमा 1% चाहिँ एक्सरेमा 99% चाहिँ हिटमा कन्भर्ट भएको थियो ल अब फर्दर जाउँ यता 78 पछि 79मा अचम्मको क्वेसन छ यो पुरानो र नयाँ मिक्स क्वेसन हो ल 79 को हेरौँ त इन टेलिभिजन युजली अ म्याग्नेटिक फिल्ड इज युज टु डिफ्लेक्ट द इलेक्ट्रोन बिम एन्ड नट एन इलेक्ट्रिक फिल्ड वाइ यो चाहिँ अलिक पुरानो क्वेसन हो यो जस्तै कि हाम्रो एन्टिनाहरूबाट सिग्नल आयो होइन तारबाट सिग्नल आयो भाइ ठिक छ टिभीमा अनि त्यो सिग्नलहरू चाहिँ के गर्दो रहेछ भन्दाखेरि कस्तो सिग्नल आएको छ त्यही सिग्नल अनुसार चाहिँ इलेक्ट्रोनको बिमहरू चाहिँ त्यसले स्क्रिनमा सर्टेन ठाउँहरूमा फालिदिँदो रहेछ
अनि त्यो फाल्दाखेरि चाहिँ स्क्रिनले चाहिँ चित्रहरू चाहिँ दिँदो रहेछ अनि हामीले जुन टिभी हेर्छौँ नि त्यसरी चाहिँ प्रड्युस हुन्छ अरे र त्यो इलेक्ट्रोनलाई चाहिँ डिफ्लेक्ट गर्नलाई नि स्क्रिनतिर छर्नलाई चाहिँ तिमीले म्याग्नेटिक फिल्ड चाहिँ बढी युज गर्छ अरे इलेक्ट्रिक फिल्ड भन्दा किन भनेर सोधिरहेको छ हाई भोल्टेज चाहिन्छ अनि पिम ठुलो चाहिन्छ त्यो इलेक्ट्रिकले गर्दा। हो ल अन्जना बहिनी के आइडिया छैन भाइ। ओके के हुँदो रहेछ भन्दा नि भाइ यसमा चाहिँ के कुरा रहेछ भन्दाखेरि म्याग्नेटिक फोर्सले चाहिँ है तिमीले थोरै म्याग्नेटिक फोर्स इलेक्ट्रोन लाउँदा पनि लार्ज डिफ्लेक्सन प्रड्युस हुँदो रहेछ है तर के त त्यही डिफ्लेक्सन चाहिँ इलेक्ट्रिक फिल्डबाट प्रड्युस गऱ्यो भने चाहिँ एकदम धेरै इलेक्ट्रिक फिल्ड आउनु पर्ने रहेछ क्या आई मिन होइन सो लेस म्याग्नेटिक field is required to deflect electron as compared to electric field है सो त्यही इलेक्ट्रोनलाई डिफ्लेक्ट गर्ने यदि इलेक्ट्रिक फिल्ड आयो भने चाहिँ एकदम भयङ्कर ठुलो इलेक्ट्रिक फिल्ड चाहिँदो रहेछ है कम्पेयर गर्ने हो भने अनि थोरै म्याग्नेटिक फिल्ड आयो नि त्यति नै डिफ्लेक्सन चाहिँ सजिलै एचिभ गर्न सकिन्छ अब यदि इलेक्ट्रिक फिल्ड लगाएर डिफ्लेक्ट गर्नु पर्यो भने धेरै इलेक्ट्रिक फिल्ड लाउनु पर्थ्यो त्यो धेरै इलेक्ट्रिक फिल्ड लाउन चाहिँ डिभाइस चाहिँ धेरै ठुलो हुनु पर्थ्यो क्या होइन भाइ टिभी भने चाहिँ एउटा घर जस्तो टिभी बनाएर भयो त पहिलाको कम्प्युटर हुन्थ्यो नि भाइ हजुर ल सो अब तिमीले यदि इलेक्ट्रिक फिल्ड मात्रै युज गरेर डिफ्लेक्सन गर्ने टिभी बनायो भने चाहिँ एकदम ठुलो होइन कोठा जस्तो टिभी बनाउनु पर्ने हुनसक्छ भन्नु खोज्दैछ यसले अथवा प्र्याक्टिकल्ली एकदम लार्ज साइज हुन्छ त्यस कारण म्याग्नेटिक फिल्ड युज गरौँ न भनेर रहेछ यसले है त बुझिन्छ अन्जना बहिनी बुझिन्छ दाइ ओके अब जाउँ 80 नम्बरमा है त वाट इज द युज अफ एक्सरेज इन मिलिकान्स वेल ड्रप एक्सपेरिमेन्ट यसको पनि कुरा गरेको थिएँ मैले इलेक्ट्रोन निकाल्नलाई। ओके सो बेसिकली इलेक्ट्रोनले जुन चार्ज कलेक्ट गर्छ नि त्यो कहाँबाट कलेक्ट गर्छ भाइ बेसिकली प्राइमेरी सोर्स चाहिँ के हो अरे एक्सरे इलेक्ट्रोन वेल ड्रपले होइन होइन त्यो प्राइमेरी सोर्स होइन सो वेल ड्रप कलेक्ट्स इलेक्ट्रोन बाई एउटा प्रोसेस भनेको थिएँ बाई फ्रिक्सन है सो त्यो झर्दाखेरि एयर मोलिकुलसँग फ्रिक्सन भएर चाहिँ यसले जे होस् नेगेटिभ चार्जहरू एक्वायर गर्छ एउटा केस भयो अनि के हुँदो रहेछ भन्दाखेरि कहिलेकाहीँ चाहिँ होइन टन्नै वेल ड्रपसँगै झर्दाखेरि नि कहिलेकाहीँ चाहिँ सफिसियन्टली यो चार्ज हुँदैन अरे क्या यदि चार्ज भएन भनेदेखि त्यो केसमा चाहिँ एक्सरे त पछि युज गर्ने भन्दै पछि युज गर्ने हो सो बेसिकली टु सफिसियन्टली चार्ज चार्ज वेल ड्रप्स मैले भन्थेँ नि कसरी हुन्छ भनेर भनेको थिएँ अस्ति एकचोटि फेरि एकचोटि भनिदिन्छु टु सफिसियन्टली चार्ज वेल ड्रप्स एक्सरे इज युज्ड सो एक्सरेले के गर्छ भनेको थिएँ मैले तिमीले एक्सरे हानेपछि त्यो हावाको मोलिकुल चाहिँ आइनाइज गरिदिन्छ त्यहाँबाट इलेक्ट्रोन निस्किन्छ अनि त्यो इलेक्ट्रोन गएर चाहिँ वेल ड्रपमा टाँसिने हो क्या ठिक छ ल अब हामी फर्दर जाउँ 81 नम्बरमा ल Why is clock well used in a Millikan's well drop experiment? Can we use water in place of clock well? नो ल नो किन रे भाइ भ्यापर भइहाल्छ नि त त्यो। ओके नो किन भन्दाखेरि पहिला क्लक वेलको हेरिदिउँ ल क्लोक ओइलको हिट क्यापेसिटी बढी हुन्छ नि त। ओके क्लक वेलको हिट क्यापेसिटी बढी हुन्छ एउटा के भन्छ हामी स्मल ड्रप हुन्छ पानीको भन्दा स्मल टर्मिनल भेलोसिटी स्मल त्यो भएपछि स्मल टर्मिनल भेलोसिटी हुने भयो होइन टर्मिनल भेलोसिटी नाम पनि सजिलो भयो अनि अर्को त्यो भयो भने जस्तै हिट क्यापेसिटीको अनुसार चाहिँ के रे बहिनी लो विस्कोसिटी हुने भयो अनि ओके के भन्छ ढिलो स्लोली फल हुने भयो। स्मल टर्मिनल भेलोसिटी छ अनि डजन्ट इभ्यापोरेट इजिली नि त सो बाफ गर्नु भएन नि त
त्यति पातलो ड्रप हुन्छ पानी भने त बाफ बनिदिइहाल्छ फेरि उड्दिन्छ बहिनी होइन त कहाँबाट के नाप्नु अनि डजन इभ्यापोरेट इजिली ल सो यति पोइन्ट भन्नु पऱ्यो अनि वाटरमा चाहिँ के हुन्छ लार्ज ड्रप लार्ज टर्मिनल भेलोसिटी हुनुभयो इभ्यापोरेट हुन्छ इजिली यसकै काउन्टर यस्तो यस्तो अब के थप्छौ थप ल भनेपछि वाटर चाहिँ युज गर्न मिलेन क्लक ओइल चाहिँ युज गर्न मिल्यो भनेर यसो टक्क टिक हामीले यहाँ लाउनु पऱ्यो हुन्छ अन्जना नि बुझ्यो बुझेछु दाइ बुझेछु। ल नयाँ बुझिन्छ त्यही भने ल अब बहिनी हामी भेराइटीका बुझ्ने यहाँ टिक लगाइदिनु खोजेँ मैले ल यतिको हामीले गरेको फोटो इलेक्ट्रिक इफेक्ट एकचोटि भनौँ त है ल रिक्याप गरौँ वाइ अल्काली मेटल्स आर प्रिफर्ड फर फोटो इलेक्ट्रिक इफेक्ट लुजली बाउन्डेड इलेक्ट्रोन हुन्छ यसको मेन पोइन्ट चाहिँ के हो त वर्क फङ्सन वर्क फङ्सन ओके सो अल्काली मेटल के हुन्छ अरे मेटल्स हेभ लुजली बाउन्डेड इलेक्ट्रोन लुजली बाउन्ड इलेक्ट्रोन अथवा इज एज भेरी हेभ के अरे लो लेस वर्क फङ्सन lower of function. मेटल हेभ लो भ्याल्यु अफ वर्क फङ्सन भनिदियो नि त ल आफ्नो भाषा जेले हुन्छ वर्क फङ्सन अनि अर्को हामी के लेख्छौँ सँगसँगै प्रायः इभन युभी रे है त घामबाट आएको रेले पनि क्यान कज फोटो इलेक्ट्रिक इफेक्ट फ्रम अल्काली मेटल सर्फेस ल अनि यो हेर त भाइ वाइ नट गेट इज अल्सो कल इन्भर्टर रे भाइ यसले मतलब Inverter आउटपुटलाई इन्भर्ट गरेर दिन्छ आउटपुटलाई इन्भर्ट गरिदिने कि इनपुटलाई भन्दा राम्रो होला input. इनपुटलाई इन्भर्ट गर्छ ल इट इन्भर्स इनपुट भनिदियो भने त जे हाल्यो त्यसको उल्टो दिन्छ अनि ट्रुथ टेबल बनाइदिनु भयो है 0110 अनि 84 को हामीले गरेको थियौँ भाइजू है होइन त वाइ न्यान्ड गेट इज अल्सो कल युनिभर्सल गेट रे भाइ किन रे we can obtain all gates Any from fundamental gate. NAND gate can be used to build other fundamental gates भनिदिउँ न होइन other fundamental gates like के गेट्स थियो भाइ AND gate, OR gate. ओके and gate or or gate not gate एन्ड गेट एन्ड नट गेट होइन त अनि टेबल बनाएर भेरिफाई गर भने अलिक धेरै मार्क्स सोध्यो भने चाहिँ हिजोको हाम्रो थियो नि सर्किट होइन ल 85 को एकचोटि हेरौँ ड्युरिङ द फरवर्ड बाइसिङ अफ पिएन जङ्सन डाइट द विथ अफ डिफ्लेक्सन लेयर डिक्रिज हुन्छ किन डिफ्युजनले गर्दा सो हायर कन्सन्ट्रेसनको इलेक्ट्रोन होलहरूमा आउँछन् अनि डिफ्लेक्सन लेयर फरवर्ड बाइस हामी के गर्छौँ पीलाई पोजिटिभमा जोड्छौँ नि त होइन एनलाई नेगेटिभमा जोड्थ्यौँ अनि पीले पोजिटिभलाई रिपेल गर्थ्यो एनले होइन नेगेटिभले एन भनेको इलेक्ट्रोनको हो नि त रिजन त्यसलाई रिपेल गर्थ्यो अनि डिप्लेक्सनको लेयर सानो हुन्थ्यो होइन त Potential differences. त्यो हुँदाखेरि चाहिँ भनेर हामीले भन्न सक्छौँ है ल याद लिन सकिन्छ सकिन्छ ल भनेको नभनौँ भन्दिनँ ल आफै लेख भाइ त्यसपछि के छ हाम्रो यो भइसक्यो हायर जेनेरेटरको हामी कुरा गरिसक्यौँ यो चाहिँ ओके ल त्यसपछिदेखि हामी अगाडि बढौँ एउटा के गर्न पाइन्छ त अब ओके पोलराइजेसन पढ्यौँ हामीले पढाउँदै ओके पोलराइजेसन पढ्यो भने चाहिँ के छ एउटा छोटो टपिक के अरू केही पढ्ने के पढ्न मन छ भास्कर भाइलाई रेडियो एक्टिभ ल पछि पढ्ला त्यो त अहिले रेडियो एक्टिभिटी त्यो त सुरुै पनि हुने होइन थ्योरी लामो छ त्यसको के को भाइ रेडियो एक्टिभिटी हो छैन धेरै लामो त थ्योरी अलिकति छ पछाडि Theory. ए बग यसको न्युमेरिकल पनि त बिर्सिरा न्युमेरिकल न्युमेरिकल छ त कहाँ म त ओके न्युमेरिकल इज
अब रमाइलो धेरै छैन, अलि न्युमेरिकल भ्याइदिनु ठिक्क हुन्छ टाइम आजलाई। ओके, के अरे हो मिलिकानवाला लामो क्वेसन हुन्छ नि एउटा। सिरिज एलसिआर अब आयो ल, यो इन्डक एलसिआर यो पनि हो होइन। ओके, यो त हामीले गरेनौँ। यो पनि सोध्न मिल्छ, यो पनि सोध्न मिल्छ। धेरै छैन क्वेसन भाइ, 1 2 3 4वटा रहेछ ल, भ्याइन्छ ल। यो क्वेसन हेरौँ 75बाट हेर्नु भयो है त भाइ क्वेसन। ल यसो हेर त, ल ल ल ल ल सजिलो छैन भाइ यो। ओके, इलेक्ट्रोन रिभल्स इन सर्कुलर रेडियस दिएको छ, के भयो होइन त 0.2 मिटर 20 सेन्टिमिटर छ। बी पनि दिएको छ 2 × 10⁻³ टेस्ला। सो भेलोसिटी अफ द इलेक्ट्रोन भी निकाल्न भनेको छ अहिलेको फर्मुला होइन भाइ, टाइम पिरियड निकाल्न। सो इलेक्ट्रोन इन एन इलेक्ट्रिक फिल्ड म्याग्नेटिक फिल्डको फर्मुला छ होइन भाइ। सो भीको फर्मुला कति थियो, टीको कति थियो भन त मलाई अहिलेको कसैले। टी को दाइ 2πm/b 2πm/b थियो होइन। ल अनि भीको अन्जना बहिनी त्यही आरबाट उ गर्दा चाहिँ BER/m BER/m होइन त, mv²/r थियो नि त होइन। BEV थियो होला होइन भाइ, mv²/r थियो। यो काटेको अनि v भनेको BER/m। ठिक छ ल, यो निकाल त, भ्यालुहरू दिएको छ अनि मलाई एन्सर चाहिँ भन। ल v निकाल्नुहोस्, टी निकाल्नुहोस्। बी दिएको छ, ई थाहा भइहाल्छ 1.6 × 10⁻19। आर दिएको छ, एम मास अफ इलेक्ट्रोन हालिदेऊ, निकाल ल। सो यो भनेको हाम्रो के रहेछ त, इलेक्ट्रोन इन म्याग्नेटिक फिल्डवाला रहेछ। दाइ हजुर, यो एसीबाट नि सजिलै न्युमेरिकल आउने रहेछ। एसीको एलसिआरबाट सोधिरहेको हुन्छ भाइ, सिरिज एलसिआर। त्यही सजिलै आउने रहेछ। अनि एउटा झुकिन भनेको त्यो इन्डक्टरको रेसिस्टेन्स दिएको बेला हामीले एउटा गरेको थियो त्योवाला झुकिन त्यो सक्छ। अब अरू सोध्यो भने सजिलो पाइले होइन भाइ, लाइक एलसी रे आरएल आरसी मात्रै सोध्यो भने सजिलै हुन्छ। V चाहिँ 7.03 × 10⁻⁷ मिटर/सेकेन्ड। के चाहिँ बहिनी, बी भी कति आयो अरे 7.03 7.03 × 10⁻⁷ 7 मिटर/सेकेन्ड है। अनि यो छ नि, यो स्पिड छ लाइक 10⁻⁵ देखि 10⁻⁷ को रेन्जमा आउँछ है। यो चाहिँ याद गर्ने प्राय। ल अब यहाँ भन त, टी 1.7 × 10⁻⁸ -8 सेकेन्ड। ल यो पनि ठिक छ। ओके ल नेक्स्ट हेरौँ, यो अलिकति पुरानो क्वेसन हो। An electron beam after being accelerated from rest through the potential difference of 80 kilovolt in vacuum भनेपछि यो एक्सिलेरेटिङ पोटेन्सियल रहेछ नि भाइ, V भनिदिउँ। सो 5 किलोभोल्ट भनेको 5000 भोल्ट इन भ्याक्युम इज अलाउडेड इम्पिडेन्स भनेको छ, कतैबाट छेड्यो भनौँ न, निस्क्यो नर्मल्ली अन द फिक्स सर्फेस होइन। सो त्यहाँ हिट गर्यो नर्मल्ली फिक्स सर्फेसमा। इफ द इन्सिडेन्ट करेन्ट इज 50 माइक्रोएम्पियर, सो इन्सिडेन्ट करेन्ट आई चाहिँ 50 माइक्रो भनेको 10⁻⁻6 एम्पियर छ अरे। डिटरमाइन द फोर्स अन द सर्फेस एजुमिङ द्याट इट ब्रिङ्स द इलेक्ट्रोन टु रेस्ट भनेपछि इलेक्ट्रोनको पुरै फोर्सले त्यहाँ हिट गर्यो अनि इलेक्ट्रोन चाहिँ रेस्टमा आउँदो रहेछ भन्यो। सो हामीले चाहिँ टोटल फोर्स चाहियो। सो वाट इज द फोर्स एक्जर्टेड अन द सर्फेस,
ठिक छ भाइ। अब हामीले यहाँ एउटा कन्सेप्ट लाउनु पर्ने हुन्छ। अब हेरौँ त। ओके, करेन्ट आयो, ठिक छ, एफ इक्वल्स टु। सो फोर्स भनेको के हुन्छ अरे भाइ? एफ इक्वल्स टु के हुन्छ बहिनी? एफ इक्वल्स टु के हुन्छ बहिनी? I by E अथवा N by T into MB हुन्छ होला मेबी। आई बाई टी। I हाम्रो I इक्वल्स टु Q by T हुन्छ हैन? अनि त्यही अनुसार I इक्वल्स टु अनि एउटा चाहिँ Q भनेको N by T भइहाल्यो के रे। ए बुझेँ बहिनीले, पुरै एन्सरै क्लियर छ बहिनीले भन्नु खोज्यो होला। के मैले बुझेँ। सो एफ इक्वल्स टु एमए होइन, मास टाइम्स एक्सेलेरेसन। यहाँनिर फोर्स लाग्ने भनेको इलेक्ट्रोनले हो। इलेक्ट्रोनको मास टाइम्स इलेक्ट्रोनको एक्सेलेरेसन, कति भोल्टेजले एक्सेलेरेट गरिरहेको छ। अनि हामीले के भन्छौँ त, कतिवटा इलेक्ट्रोन छ? एनवटा इलेक्ट्रोन छ भने फोर्स पनि एन टाइम्स हुन्छ, एन टाइम्स एमए निकाल्नु पर्यो। यो हाम्रो च्यालेन्ज भयो होइन त। अनि हामी के भन्छौँ रे भन्दाखेरि फर्दर एन टाइम्स एम, एक्सेलेरेसन भनेको भेलोसिटी बाई टाइम भी बाई टी। ल यो टीले यता लगिदियो भने मैले एन बाई टी मास अफ इलेक्ट्रोन भेलोसिटी अफ इलेक्ट्रोन लेख्न मिल्दो रहेछ। अनि यो एन बाई टी भनेको नम्बर अफ इलेक्ट्रोन पर सेकेन्ड, कति आयो भनेर भ्यालु यो थाहा पाउनु पर्यो। अनि यो कहाँ आउँछ अरे भन्दाखेरि हाम्रो आईको डिफिनेसन। आई भनेको रेट अफ फ्लो अफ चार्ज क्यू बाई टी, अनि क्वान्टाइजेसन अफ चार्जले भन्छ क्यू भनेको एनई नम्बर अफ चार्ज इलेक्ट्रोनको चार्ज होइन, बाई टी। अनि यहाँ के आयो हेर त, यो इले उता पठाइदेऊ, यो इले उता पठाइदियो आईको मुनि आउँछ, आई बाई ई आउँछ इक्वल्स टु एन बाई टी। सो करेन्ट बाई इलेक्ट्रोनको चार्ज भनेको नम्बर अफ इलेक्ट्रोन पर सेकेन्ड भन्ने आउँदो रहेछ, एन बाई टी। अब एन बाई टी यो लगेर यहाँ हालिदेऊ। सो देयर फोर द फोर्स इज इक्वल्स टु कति आयो त, आई बाई ई हाल्न मिल्यो, टाइम्स मास अफ इलेक्ट्रोन टाइम्स भेलोसिटी अफ इलेक्ट्रोन होइन त। यो हाल्यो भने चाहिँ फोर्स आउँछ इन न्युटनमा। अनि के चाहियो त, आई दिएको छ, करेन्ट दिएको छ, ई थाहा छ, एम थाहा छ, भी थाहा छ त थाहा छैन। भी कहाँबाट आउँछ? यहाँबाट आउँछ। अब भी कसरी निकाल्ने रे? यो एक्सिलेटिङ पोटेन्सियलले कुन इनर्जी दिन्छ रे इलेक्ट्रोनलाई? काइनेटिक इनर्जी, द्याट इज अहिले जस्तै भनिरहेको छ हामीले हाफ एमभी स्क्वायर इक्वल्स टु इभी। यहाँबाट भी भनेको 2EV बाई एमको रुट आउँछ होइन त भाइ। ल यो पनि निकाल। ई भनेको इलेक्ट्रोनको चार्ज, एम भनेको इलेक्ट्रोनको मास, भी भनेको यहाँबाट 5000 दिएको छ, हाल यो निकालेर मलाई भन यति मिटर पर सेकेन्ड आयो भनेर। अनि अहिलेको रेन्जमा आउनुपर्छ, 10⁵ देखि 7को रेन्जमा अराउन्डमा आउनुपर्छ भेलोसिटी अफ इलेक्ट्रोन। ल यो निकालौँ, फोर्स निकालौँ। अनि B चाहिँ 4.19 into 10 to the power 7 10⁻⁷ अनि I by E चाहिँ 3.125 into 10 to the power 14 भाइ आई बाई ई चाहिँ कति रे? 3.125 into 10 to the power 14 14 एम्पियर पर कोलम।
अनि एफ चाहिँ 1.16 इन्टु 10 to the power minus 8 कति रे बहिनी 16 इन्टु 10 to the power minus 8 ल मिल्यो ल एम्पियर पर कुलुम भनेको n/t भनेको इलेक्ट्रोन पर सेकेन्ड पनि हुने भयो ओके इलेक्ट्रोन पर सेकेन्ड ल ठिक छ अपेक्षा बहिनी बुझिरहेछ अपेक्षा छैन अपेक्षा पनि छैन क्या हो छैन दाइ छैन ल भास्कर भाइ त छँदैछ टेन्सन भएन अब कतिवटा क्वेसन भएछ दुईवटा ल 77 हेरौँ इन अ थम्सन एक्सपेरिमेन्ट भोल्टेज एक्रस द प्लेट इज 50 भोल्ट ओके दुईवटा प्लेट बिचको भोल्टेज भनेको छ यसलाई भी भनिदिउँ ल यसरी 50 भोल्ट डिस्टेन्स बिट्विन डेम भनेको स्मल डी द्याट इज 3 सेन्टिमिटर द्याट इज 0.03 मिटर द म्याग्नेटिक फिल्ड एप्लाइड टु मेक द बिम अनडिफ्लेक्टेड भनेको क्रस फिल्ड रहेछ सो बी भनेको 10 to the power minus 40 छ सो वाट इज द भेलोसिटी अफ इलेक्ट्रोन पासिङ बिट्विन द प्लेट सो भी कति हुन्छ सो भीको फर्ममा के थियो भाइ क्रस फिल्डमा थम्सन एक्सपेरिमेन्टमा E/B ई बाई बी ई भनेको इलेक्ट्रिक फिल्ड भनेको भी बाई डी होइन त अनि बी छ ल भ्यालु हालिदियो सबै दिएछ यस्तो क्वेसन आयो भने चाहिँ आउँछ च्याप्प मार्क्स भी कतिसम्म आउनु सक्छ अरे भाइ भीको रेन्ज आवेश भाइ हरायो त आवेश भाइ त खै 10 to the हजुर power 5 देखि अराउन्ड 10 to the power 7 तिर है यस्तो रेन्जमा आउँछ 7 अनि यस्तो आयो भने चाहिँ मिल्यो आएन भने चाहिँ चिप्ल्यो भाइ स्पिड अफ लाइट भन्दा धेरै निकालिदिएर हुन्छ कि विद्यार्थीले ल भनिदियो त बहिनी आन्सर माथिको चाहिँ ई चाहिँ 1.67 इन्टु 10 to the power 3 यी चाहिँ निकालेको भिभाइडी गरेर हजुर कति रे 1.67 इन्टु 10 to the power 3 3 भोल्ट पर मिटर अनि भी चाहिँ 1.67 इन्टु 10 to the power 7 मिटर पर ठिकै छ मैले यहाँ 10 to the power 8 कट्यो भने त बिग्रिन्छ नि फेरि थाहा छ नि प्राय हजुर है 3 into 10 to the power 8 भनेको के को अरे स्पिड अफ लाइट लाइट स्पिड अफ लाइट लाइटभन्दा नि धेरै गयो भने चाहिँ फेरि चिप्लिहाल्छ यहाँनिर याद गर्ने अस्ति कसले हो 12 हो कि 18 के यस्तै निकालिदिएको थियो क्या ल अब लास्ट हेरौँ 78 को भाइ क्वेसन ठुलो तर फर्ममा ड्याङ हाल्ने आउँछ है लामो आयो भने चाहिँ पहिला क्वेसन उयो पनि सो इन अ मिलिकन वेल ड्रप एक्सपेरिमेन्ट अ ड्रप इज अब्जर्भ टु फल विथ टर्मिनल भेलोसिटी यति भने चाहिँ V1 होइन त इन एब्सेन्स अफ इलेक्ट्रिक फिल्ड भन्दा ग्राभिटी मात्रै झरेको सो 1.4 इन्टु 10 to the power minus 3 मिटर पर सेकेन्ड mm छ इन एब्सेन्स अफ इलेक्ट्रिक फिल्ड विन अ भर्टिकल इलेक्ट्रिक फिल्ड E इज एप्लाइड भनेर छ सो 4.9 इन्टु 10 to the power 5 volt per meter is applied the droplet is observed to continue to move downward भनेर छ सो डाउनवार्ड मुभ गऱ्यो भने चाहिँ फर्मुला अलिकति मोडिफाई गर्नुपर्थ्यो हामीले विथ टर्मिनल भेलोसिटी V2 भन्छौँ हामी यसलाई 1.21 इन्टु 10 to the power minus 3 मिटर पर सेकेन्ड क्यालकुलेट द चार्ज निकाल्ने कति सो डेन्सिटी अफ वेलको डेन्सिटी हामी रो भन्थ्यो कि सिग्मा भन्थ्यो भन त कसैले रो रो भन्नु रो है केजी पर मिटर क्युब भिस्कोसिटी इटा भयो हियरको 1.81 इन्टु 10 to the power minus 5 इन्फर्मेसनै धेरै छ सिग्मा भनेको डेन्सिटी अफ मिडियम हो नि त हियरको 1.29 इन्टु होइन 1.29 मात्रै हो यो ल केजी पर एम क्युब यति दिएको छ होइन त अब हामीले भनेको चिज डाइरेक्ट फर्मुला हाल्ने हो फर्मुला हाल्दाखेरि कन्फ्युज हुनु भएन है एउटा चाहिँ के निकाल्नु पऱ्यो चार्ज निकाल्नु पऱ्यो भने चाहिँ पहिला रेडियस चाहियो होइन त अनि रेडियस निकालेपछि क्यूको फर्मुला हालिदिने नि त रेडियस निकाल्दा सब दिएकै छ दाइ के भाइ ए रेडियस छैन रेडियस छैन रेडियस चाहिन्छ म तँलाई डाइरेक्ट एकैचोटि गरे नि हुन्छ हाम्रो फर्मुला हुन्थ्यो नि 9 इटा V1 by 2
रो माइनस सिग्मा जी हो क्या अरे होइन। सो यो गरेर रेडियस आयो। अनि क्यूको फर्मुला चाहिँ के हुन्थ्यो 6 पाई इटा आर कमन आउँथ्यो। यहाँ V1 प्लस V2 लेखेको थियो हामीले भाइ त्यो केसमा है हाम्रो थ्योरीमा चाहिँ। त्यो बेला चाहिँ स्ट्रङ थियो इलेक्ट्रिक फिल्ड, इलेक्ट्रोन त्यो माथि के अरे वेल्डअप चाहिँ माथि गएको थियो। तर यहाँ कता आइरहेछ अरे मुभी डाउनवर्ड। त्यो केसमा V1 प्लस V2 हुन्छ कि V1 माइनस V2 हुन्छ अरे माइनस माइनस। अस्ति हामीले गरेकोमा चाहिँ माथि गएको थियो स्ट्रङ फिल्ड थियो, माथि गएर प्लस थियो है। यहाँ चाहिँ डाउनवर्ड छ V1 माइनस V2 हुन्छ। अनि डिभाइडेड बाई इलेक्ट्रिक फिल्ड होइन त। ल आर निकालेर यहाँ हाल्नु पऱ्यो। V1 V2 पनि छ, यी अरू सबै भ्यालु त्यहाँ छ। ल यो दुइटा निकाल ल, म चाहिँ पानी खाएर आउँछु ल। दुइटा निकाल त। आज सकाइदिउँ त दाइ, के छ र सकिया त के भनेको भाइ 10 बजे हो भने 10 बजे ल केही छैन, यो ठ्याक्कै सिक्यो। ओके छ त गाइज। कति आयो अञ्जना बहिनी? गर्दैछु अन्जना बहिनीले मिस्टेक हुने चान्स छैन कि। एउटा मिम छ नि दाइ, आई एम वर्किङ क्यालकुलेटर भन्ने। आर चाहिँ 3.9 इन्टु 10 टु द पावर माइनस 6 अनि क्यू चाहिँ 5.15 इन्टु 10 टु द पावर माइनस 19। ल अब रेडियस पनि सानो छ, ठिक छ। अनि क्यू त थाहा भएन भाइ, 10 टु पावर माइनस 19 आउनुपर्छ यहाँ होइन त। क्वान्टाइजेसन अफ चार्ज त फलो गर्नु पऱ्यो। ल यति भएपछि चाहिँ अनि योबाट एउटा फिगरवाला क्वेसन नै आउँछ नि दाइ, एउटा फिगरवाला कुन चाहिँ इलेक्ट्रिक फिल्डवाला। इलेक्ट्रिकल फिल्डवाला। यहाँ प्लस माइनसवाला हो क्या हो। त्यो चाहिँ मैले हटाइदिए जस्तो लाग्यो, त्यो एउटा चाहिँ हाल्नु पर्थ्यो जस्तो लागेको थियो। पछि यस्तो क्वेसन सोध्न छाडेर मैले हटाइदिएको छु त्यो चाहिँ। त्यो एउटा छ भाइ, त्यो दुइटा कम्पोनेन्ट होला होइन, भ्यालोसिटीको ब्रेक गर्नेवाला, कस थिटा साइन थिटा राख्नेवाला होला। ल आज हामी भनेपछि यति नै गरौँ है त। अनि ओके यसलाई स्टप गरौँ।